बुद्ध तपाईँले यसमा येल्लो कलरको एउटा होइन त्यसपछि यो कुन कलर हो अलिअलि देख्नुहुन्छ तपाईँ लोभिजन हो नि त है ल अलिअलि देख्नुहुन्छ होइन ल हो यसमा अब यसमा यो कतिवटा एउटा अब यसमा दुईटा यसमा तिनटा गर्दै यो सबै भर्दै आउने हो है यो ल मिलाउँदै आउनु त ल सबै खोजेर है ल सबैमा है यो सबै एक अनि यसमा दुई 3 4 5 6 7 8 9 10 गराउनु है यसमा है ल इतिहास बदल्नेहरू आँखाले होइन सपना र मनले संसार देख्छन्। आँखा बन्द गरेर एकपटक कल्पना गरौँ एउटा यस्तो संसारको जहाँ बिहान त हुन्छ तर उज्यालो देखिँदैन, जहाँ आकाश त हुन्छ तर त्यसको निलोपन महसुस मात्र गर्न सकिन्छ, जहाँ फुलहरू फुल्छन् तिनका रङहरू स्पर्श र सुगन्धमै सीमित हुन्छन् र त्यही संसारभित्र एउटा बालकले सपना देखिरहेको हुन्छ, आफ्नो लागि मात्र होइन अरूका लागि पनि उज्यालो बन्ने सपना। कतिपय मानिसहरू आँखाले संसार हेर्छन् तर केही मानिसहरू यस्ता पनि हुन्छन् जसले आफ्नो दृष्टिले होइन आफ्नो अठोटले संसारलाई हेर्ने तरिका बदलिदिन्छन्। यो कथा त्यही अठोटको हो, यो कथा त्यही साहसको हो, यो कथा हो अन्धकारबाट उज्यालोतर्फको, यो कथा हो रामप्रसाद पौडेलको। 2049 सालमा जन्मेका रामप्रसादको बाल्यकाल सहज थिएन। दृष्टि सम्बन्धी अपाङ्गतासँगै हुर्कदै गर्दा उनले अरू बालबालिकाले जस्तै संसार देख्न पाएनन्। अब अलिकति कुरा सर बालापनतिरका पनि गरौँ, कसरी बालापन कसरी बित्यो, बुवा आमाले चाहिँ बालापनमा कस्तो गर्नुहुन्थ्यो, अहिले कस्तो कस्तो मानिरहनु भएको छ, अलिकति बालापनका कुरा पनि हामीसँग गरिदिनु भयो। हुन्छ बालापन म जन्मेको चाहिँ खास अर्घाखाँची ठाडा द खसरका भन्ने ठाउँमा हो। हजुर कति सालमा जन्मे? त्यति बेला ठाडा गाविस थियो। म त्यति बेला लगभग 49 सालमा हो जन्मेको। म जन्मेको चाहिँ यस्तो चाहिँ हाम्रो लेकर बेसी बसाइ थियो अनि असारमा जन्मेको भएर कस्तो भन्दाखेरि म चाहिँ बेसीमा हो जन्मेको, खेत चाहिँ बेसीमा थियो, घर चाहिँ लेकमा थियो अनि त्यो म चाहिँ खेतमै जन्मेको हो त्यति बेला। अनि कस्तो भन्दाखेरि अब रोपाइको बेला जन्मिँदाखेरि अब धेरै त्यो अब सम्झिँदा अलिक कस्तो एकदमै के कस्तो कस्तो लाग्छ। तर अब जन्मियो त्यसपछि त्यति बेला त अब यातायात भन्दा बाटाघाटा पनि त्यो गोरेटो हुन्छ नि। अब गोरेटो भनेको त अहिले यसै बुझ्दाखेरि अब यो डिया बाछाहरू लिएर हिँड्ने ठाउँ जस्तो मानिन्छ के अरे। अब त्यही बाटो हुँदै हामी अब जन्मेको 2-3 दिनपछि घर निस्क्यौँ। निकाल्नु भयो भनौँ न, निस्क्यौँ त भन्नु भयो, आमाले निकाल्नु भयो। अनि साथै चाहिँ सानी आमा पनि हुनुहुन्थ्यो, सानी आमाले पनि मलाई धेरै गर्नुभएको हो। सानी आमाले बोकेर मलाई ल्याउनु भयो, आमा पनि ल्याउनु भयो। त्यसपछि घर आइयो, बिस्तारै बिस्तारै हो। वरिपरिका मानिसहरू अनेक टिप्पणी, समाजका तिरस्कारपूर्ण शब्द र भविष्यप्रतिको शङ्का उनका दैनिक साथी बनेका थिए। अनि गाउँमा चाहिँ अलिकति मिथ्या के अब भ्रम भनौँ न, के भन्दाखेरि दृष्टिबिन भइसकेपछि गाउन चाहिँ मिठो गाउँछन् है यिनीहरूले भन्ने चाहिँ जत्थेर पनि हुने। गाउन चाहिँ मलाई खासै आउँथेन। तर त्यति बेला क्यासेटको एकदमै जमाना अनि रेडियो र यो टेब्रीको टेप के त्यसको पनि जमाना थियो। अनि लाउरीहरू आउँदाखेरि अनि हाम्रो घरको मुनि चाहिँ एउटा मूल बाटो थियो। अब अहिले चाहिँ यो मोटर जाने भएर मोटर बाटो भनिन्छ होइन, अलि धेरै ठुलो बाटोलाई मान्छे हिँड्ने ठुलो बाटोलाई मूल बाटो भनिन्छ के अरे। अनि त्यसपछि त्यो मूल बाटोमा मान्छेहरू हिँड्ने अनि वारी गाउँका पारी गाउँका आफ्नै गाउँका आउँदाखेरि चाहिँ लाउरीहरू भनौँ न इन्डियातिर काम गर्ने छ, अहिले पो विदेशहरू जानुहुन्छ, त्यति बेला अब सहर बसेर गए पनि लाउरी नै हो भन्ने हुन्थ्यो के अरे। अनि त्यसै टेप बोकेर जाने अनि क्यासेट घन्काउँदै भिरेर होइन, अब झोलामा कसैले टाउकामाथि राखेर जानुहुन्थ्यो। अनि मजाले हाम्रो घरको फेरि माथि चाहिँ घर पर्थ्यो, त्यो बाटोको माथि घर पर्थ्यो। अनि मजाले सुन्थेँ अनि गाउनु मजा लाग्थ्यो। अनि त्यही बेसरी गाउँथेँ कि अब म वरिपरि मान्छे छन् भन्ने पनि अब खासै नहुने, घर पनि पाहाडका घर टाढा हुने के अरे, चिच्चै मजाले अब हाई स्केलमै भनौँ न अब गाइन्थ्यो। अनि त्यसपछि चाहिँ गाउँछ यसले राम्रोसँग गाउँछ भन्ने हुन्थ्यो। तर हरेक कठिन यात्रामा एउटा आशाको दियो बलिरहेको हुन्छ। आमाको माया यति गहिरो थियो कि छोरालाई घरबाट टाढा पढ्न पठाउन उहाँको मन मान्दैनथ्यो। तर बाबुले
छोराभित्र लुकेको सम्भावना देख्नु भएको थियो। उहाँले भविष्यको उज्यालो कल्पना गर्नुभएको थियो र त्यही विश्वासको जगमा रामप्रसाद परिवारबाट टाढा गए, सङ्घर्ष गरे, सिके र अघि बढे। 7-8 वर्षपछि बल्ल पढाइतिर लागियो। पढाइमा जाँदाखेरि पनि पहिला 6 वर्षमा बुवाले हिँडेर यो गोरसिंहको बाटो हुँदै हाम्रो माथि मोटर बाटो चाहिँ अलिक पछि जान त पहिले गएको हो त्यति बेला, तर गाडीको त्यति राम्रो व्यवस्था थिएन। अनि बिहान बेलुका यस्तै, अनि दिउँसो एउटा यस्तै मात्रै आउँथ्यो। र अब हाम्रो आर्थिक अवस्था पनि त्यस्तै, त्यसपछि गाडी कुर्ने समय पनि अलिकति कामको उसले गर्दा पनि आमा बुवाले गाडी पनि नभेटाउने गाडीको समय। त्यसो कारणले गर्दाखेरि म चाहिँ 6 वर्षको उमेरमा यता कपिलवस्तु शिवपुरमा आएँ। शिवपुरमा आइसकेपछि आमाले त्यहाँ बुवाले छोडिदिनु भयो। त्यसपछि बुवा जानुभयो घर, अनि आमा रुनु भएछ। अनि 1 वर्ष जति फेरि म चाहिँ त्यसपछि होइन मेरो छोरालाई अब ल्याउन पर्यो, म त सकिनँ बस्न, बाबुलाई कहाँ छोडेर। अहिले त गाडी घोडाले गर्दा 1-2 घन्टाको बाटो भयो थियो, तर हिँडेर आउँदाखेरि त हजुरको लगभग त्यति बेला पनि बिहान हिँडेपछि बेलुका आइन्थ्यो। त्यसमा चाहिँ म नदेखि अब मलाई बोकेर बुवाले हिँडाल्दा त झन् समय त अब बिहानै हिँडाले पनि 6 बजीतिर हिँडाल्दा बेलुकी 6-7 बजी पुगिन्थ्यो बल्ल। अनि त्यस्तो भयो। त्यसपछि चाहिँ त्यहाँ छोडेपछि 1 महिना जति म त्यहाँ बसेँ। अनि बुवाले फेरि फर्काएर अनि पछि आमाले लिन जानु भनेपछि फेरि ल्याउन पठाउनु भयो। अनि म फेरि फर्केर गएँ, फेरि 1-2 वर्ष त्यहाँ बसेँ। पढाइको यात्रा सजिलो थिएन, तर चुनौतीहरूसँग हार नमाने उनले आफूलाई सक्षम, योग्य र उदाहरणीय व्यक्तित्वको रूपमा स्थापित गरे। समय बित्दै गयो। आफ्नो जीवनको एक महत्त्वपूर्ण मोडमा करिब 14 वर्षपछि गरिएको मोतिया बिन्दुको शल्यक्रियाले उनलाई संसारलाई न्यून रूपमा भए पनि हेर्ने अवसर दियो। त्यो केवल आँखाले देख्न थालेको क्षण मात्र थिएन, त्यो आशा, आत्मविश्वास र सम्भावनाले नयाँ आकार पाएको क्षण थियो। भयो। त्यसपछि चाहिँ मैले 5सम्म त्यहीँ नै पुरा गरेँ आफ्नो आधारभूत। त्यो पछि फेरि अनि यहाँ आएँ होइन, 6-7-8 निमा बित्थामा पढ्नलाई। प्राइमरीमा पढे पनि फेरि लोयर सेकेन्डरीको लागि यहाँ आएर पढियो। अनि यहाँ आउँदाखेरि आँखा अपरेसन भइसकेको थियो, राम्रो एक्लै आउनु जाने भयो। अनि पढाइको अवस्थामा धेरै नै गाह्रो थियो। हाम्रो घरमा फेरि बुवा मात्रै के त भन्दाखेरि कमाउने हुनुहुन्थ्यो, अरू दाइ दिदीहरू पनि हुनुहुन्छ मेरो। तर कसो भन्दाखेरि सङ्घर्ष धेरै गर्न पर्ने थियो। अब फोनको जमाना, चिठी पत्रको जमाना, फोन त अलिअलि ल्यान्डलाइनको थियो, चिठी पत्रकै जमाना थियो। हेर्नु, हाम्रो चाहिँ चिठी पठाइदिँदा पनि बुवाले अब लेखेर दिने, अनि घरमा चाहिँ ल्याइ पुर्याउनेले त्यो साड दिने। पैसा जस्तो बुवाले 20,000 30,000 पठाइदिनु भयो भने पनि त्यहाँका मान्छेले त्यो चिठी चेन्ज गरिदिएर अनि 10,000 5,000 लेखिदिने कि आफूले त्यस्तै साडेर अरू होइन, अनि 5-10,000 ल्याइदिने। अनि बुवा चाहिँ 2-4 वर्षमा बल्ल आउनुहुन्थ्यो। अब घरको अवस्थादेखि लिएर हरेक कुरा, हामीले खेत पनि पछि किनेको, केही अंश पछि जोडेको हो, ऋणहरू पनि थियो। उनले उद्योग वाणिज्य सङ्घमा र रण अम्बिका आँखा अस्पतालमा काउन्सिलरको रूपमा रहेर काम गरे। तर उनलाई त्यो काममा खासै सन्तुष्ट मिलेको थिएन, किनकि उनी चाहन्थे समाजबाट अपहेलित भएको आफ्नो परिवारको जगमाथि उठाउँ र धेरै मान प्रतिष्ठा इज्जत कमाऊ। अनि घर पनि बुवाले पछि बनाउनु भएको, सानो भए पनि होइन, राम्रो थियो, चिठी गएको थियो, एकदमै आनन्द आउँथ्यो त्यो घरमा बस्दा। त्यसपछि चाहिँ साड दिने कि चिठी नदिने त्यस्तो पनि गर्नुहुन्थ्यो गाउँको अरू आउँदाखेरि ल्याइदिनेले। अनि त्यसले गर्दा पनि हामीलाई एकदमै समस्या पार्यो। अनि हामी फेरि त्यसबाटै आफ्नो जीवन स्तर पनि उकास्न सकेनौँ। अनि हामी फेरि अलि धनी मानीको पनि छेउछाउ पनि थियौँ। अनि कोहीले चाहिँ अलि हुन्छ नि मान्छेलाई हेपेर होइन, अब आफू चाहिँ अलिकति हामी ठुला हौँ, हामी धनी हौँ भन्ने जस्तो टाइपको व्यवहारहरू गर्ने। उसको चाहिँ केही छैन, अब कमाएर खान सक्दैन होला, उसको जेठो छोरा यस्तो भए पनि खाला, पछि माइलो छोराले त अब खोइ गाह्रै छ भन्ने जस्तो पनि कुरा गर्ने होइन। अनि भाइ चाहिँ एकदमै सानो थियो, अनि त्यसले गर्दा पनि अब त्यस्तो सोचै मान्छेको हुन्छ नि त, त्यस्तो थियो। तर अहिले चाहिँ अब हामी बिस्तारै 8-10 पढ्न म पाल्पा गएँ। अनि पाल्पा त्यहाँ पढ्यो भने उच्च शिक्षा फेरि यहाँ सिद्धार्थमा पढेको हो, बुटोलको हाटबजार। मैले चाहिँ छात्रवृत्तिमै पढेको, घरबाट 1 रुपियाँ नलिकनै पढेको हो। अनि त्यसपछि यहीँको धेरैले सहयोग गर्नुभयो। अनि ब्याचलर लेभल पढेँ। त्यसपछि चाहिँ ब्याचलर लेभल पढिसकेपछि अनि मलाई चाहिँ 1-2 जना फेरि गाउँतिरकै दाइले पनि, एकजना दाइले हुनुहुन्छ होइन, उहाँले एकदमै सहयोग गर्नुभयो। उद्योग वाणिज्य सङ्घ खोल्नु भएको थियो। अनि त्यहाँ ल मैले अरूलाई त राख्दिनँ भाइ, अब तिमी आउँछौ भने काम गर, म राख्छु, कसरी सक्छौ तिमीले जसरी सक्छौ त्यसरी काम गर, म सिकाउँछु
भनेर त्यहाँनिर राख्नुभयो अलि समय। अनि म त्यसमा काम गरेँ। पछि चाहिँ फेरि उता एउटा परियोजनामा काम गरेँ थिएँ यहाँ यो ह्यान्डिक्याप इन्टरनेसनलको। अनि त्यसको परियोजना काम गरेँ लगभग 8 महिना जति। त्यसपछि प्युठानतिर गएँ। अनि त्यसरी यहाँसम्म आइयो। तर अब हामीले अब यो धेरै कुरा अब गर्दा त लामै हुन्छ, तर धेरै सङ्घर्ष गरेर अहिले हामी यहाँसम्म आइयो। यहाँ आउँदा अहिले आउँदा चाहिँ कस्तो लाग्छ भन्दा ती दिनसम्म जसले मान्छे धेरै सङ्घर्ष गर्छ त्यो नै ठुलो हुँदो रहेछ भन्ने जस्तो लाग्छ। अहिले चाहिँ हामी गाउँमा अब राम्रै कमाइ गर्ने घरको रूपमा अहिले भाइ दाइ सबैले साथ दिएको भएर गाउँमा चाहिँ अलि राम्रै कमाइ भएको घरको खानदानको रूपमा गनिन्छौँ। कसैले पनि अब यस्तो तपाईँहरू यस्तो हुनुहुन्न रहेछ उस्तो हुनुहुन्न रहेछ अब भन्नुहुन्न कि अहिले चाहिँ अब के भन्दा गर्न दिने हो भने चाहिँ तपाईँले पनि कमाउनु हुने रहेछ भन्ने। पहिला म सानो एउटा बाबु माया गर्ने अवस्थामा थिएँ भने आज एउटा अरूले आशीर्वाद दिने सम्मान गर्ने ठाउँसम्म पुगेछु नि त। त्यो किन भन्दा हुन त उहाँहरूले नै सिकाएको हो, गाउँहरूले नै आज त्यति हामीलाई अलिकति तल हुन्छ नि त। अहिले त्यस्तो खालको सोच पुरातनवादी सोचहरू नराखिदिएको भए हामी कसरी अगाडि बढिन्थ्यो र होइन। माया गरेको भए त हामी मात्तिन्थ्यौँ। तर उहाँहरूले गर्दा नि अगाडि बढ्यो। उहाँहरूलाई कहिले काहीँ देख्दा एकदम मलाई लाग्छ कि होइन सङ्घर्ष गर्न वास्तवमा तपाईँहरूले सिकाएको हो होइन, त्यसरी नै हामी अगाडि बढेको। नत्र त गाह्रो हुन्थ्यो, हामी पढिन्थेन होला होइन, यही घरै बसिन्थ्यो होला। आज फेरि अब आँखाले पनि नदेखिने बाहिर विदेश जान पनि नसक्ने गर्दा त त्यो जीवन त हामीलाई सही हुन्थेन होइन। त्यो अलिक गाह्रो हुन्थ्यो जस्तो लाग्छ कि अब। तर अहिले चाहिँ धेरैजनाले अब गाउँमा जाँदा पनि अब रामप्रसाद सर बन्नु भएको छ भन्छन्। अन्त पनि अब सर नमस्कार भन्ने भइरहेछ होइन। एउटा त्यो चाहिँ के भन्दा फेरि हाम्रो आमा बुवाले गर्नुभयो, सङ्घर्ष गर्नुभयो, त्यसपछि हामीलाई हस्तान्तरण गर्नुभयो। तर त्यो एउटा सिकाइको पाठ हो र वास्तविक किताब चाहिँ अब व्यवहारिक किताब चाहिँ आमा बुवा र समाजै हुनुहुँदो रहेछ भन्ने कुरो मैले त्यहाँबाट थाहा पाएँ। आफ्नो जीवनको सारलाई बुझेर जसरी अन्धकारबाट उज्यालोमा आफ्नो जीवन परिणत भएको थियो, त्यसरी नै एक गुरु बनेर थुप्रै विद्यार्थीहरूको उज्यालोको मार्गदर्शक बन्न चाहन्थे। यसरी उनले प्युठानका विद्यार्थीहरूलाई ज्ञान बाँडे। उनमा सोच आयो, सामान्य मानिसले त सहजै पढ्न सक्छ, उनीहरूलाई जो कोहीले सिकाउन सक्छ। तर दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूको लागि अवसरको ढोका कमै खोलिन्छन्। रामप्रसादले उनीहरूको शिक्षा र अवसरको ढोका खोल्ने अभियान सुरु गरे। सिकाइबाट टाढा रहेका विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा ल्याउन प्रयास गरिरहने रामप्रसाद शिक्षक मात्र नभई प्रेरणाका स्रोत पनि बने। शिक्षण पेसामै किन रोज्नु भयो? अब यो के छ भन्दाखेरि पहिला चाहिँ मलाई माया नै र मैले कतिपय कुराहरू नक्कल गर्ने कुराहरू पनि मैले टिचरकै गर्थेँ कि आफूले पढ्दाखेरि। अनि धेरै कुरा उहाँहरूले गरेको पर्सनालिटीदेखि लिएर हरेक कुरा चाहिँ उहाँहरूकै राम्रो लाग्थ्यो कि होइन। हुन्छ नि त। अनि कहिलेकाहीँ चाहिँ अब माया गर्नेलाई माया गर्ने होइन, यसो चाहिँ यसो नगर है भनेर चाहिँ मार्गदर्शक गर्ने चाहिँ मार्गदर्शनको रूपमा उहाँहरूले त्यसरी काउन्सिलिङ गर्ने। यो टिचर मात्रै पेसा नभएर एउटा काउन्सिलरको रूपमा पनि काम गरिरहेको हुने रहेछ कि यसले। अनि म चाहिँ के भन्दाखेरि यो टिचर भनेको एउटा फराकिलो व्यापक चाहिँ जागिर रहेछ कि पेसा रहेछ। हेर्नु अब कस्तो भन्दाखेरि समाजसँग पनि जोडिनै पर्ने होइन। समाजको अभिभावकहरू पनि आज पनि म अभिभावकहरूसँग धेरै नै जोडिराखेको हुन्छु नि त। अनि फेरि विद्यार्थी भाइ बहिनीहरूसँग पनि त्यसरी जोडिन पर्ने गर्दाखेरि प्रशासनसँग पनि होइन अनि जोडिन पर्ने गर्दाखेरि प्रशासनिक काममा भयो नि त। हाम्रो विद्यालयमा यस्तो छैन उस्तो छैन भनेर त आखिर पेस गर्ने माग गर्ने त त्यही नै हो। समाजमा पनि हाम्रो समाजमा के छ त, तल्लो वर्गदेखि माथिल्लो वर्गसम्मको अवस्था के छ होइन, वास्तवमा अध्ययन गर्ने त त्यहाँबाट त्यही अनुसार बल्ल उनीहरूको बालबालिका उहाँहरूको बालबालिकाहरूलाई हामीले हेर्ने हो होइन। अनि कस्तो लाग्दो रहेछ भने त वास्तवमा अनि त्यही भएर होइन समाजको आवाज बोल्ने त पेसा अरू पेसाले भन्दा त यो टिचरको पेसाले बोल्ने रहेछ नि त होइन। उहाँ अब हेर्नु सडक बालबालिका हुनुहुन्छ, त्यसपछि अपाङ्गता भएका बालबालिका हुनुहुन्छ, अनाथ बालबालिका हुनुहुन्छ, अलि सबै प्रकृतिका बालबालिकाहरू हुनुहुन्छ नि त एउटा विद्यालयमा। अनि उहाँहरूको त मान्छेले एउटाले एउटा बालबालिका बोल्ला, एउटाको समस्या बोल्ला, अर्कोले अर्काको समस्या बोल्ला। तर वास्तवमा एउटा समाजको एउटा फुलबारीको सबै फुलमा चाहिँ पानी हाल्ने भनेको शिक्षकले नै हो होइन। त्यस कारणले गर्दाखेरि यो पेसा बहुतै राम्रो लाग्यो। अनि मैले यही नै गर्नुपर्छ भने अनि मार्गदर्शकको रूपमा पनि आफूलाई कतिपय अभिभावकहरू आत्तिनुहुन्छ होइन। त्यसमाथि अझ यो हाम्रो यो अपाङ्गताको क्षेत्रमा त झन् गाह्रो हुँदैछ कि किन भन्दा ओहो मेरो बाबु यस्तो जन्मियो, अब मैले के गर्ने होला, कसरी कमाउला होइन, पढाउने कसरी होला, कहाँ लैजाने होला भन्ने छ।
अब योभन्दा पहिलाका न्युजहरू हजुरहरूले पढ्न सक्नुहुन्छ, अलि धेरै पहिलाका, अहिले पनि सुनिराख्नुहुन्छ होला। अपाङ्गता भएका व्यक्तिहरूलाई कतिपयले घरबाट पनि निस्किन दिनुहुन्न कि, अब उसले छोएको खानुहुन्न, उसले फोहोरी हुन्छ, बाँधेरै राख्ने पनि चल्दैन। हो, बाँधेरै पनि राखेको चाहिँ त समाचार सुन्नु भएकै छ होइन। त्यसले गर्दाखेरि आफूलाई त्यो कस्तो भन्दाखेरि अलि नराम्रो लाग्छ कि मन सम्झिँदाखेरि होइन। म पनि त अपाङ्गै हो होइन, उहाँहरू पनि अपाङ्गै हो, गर्न सक्ने भने त गर्ने आफूले गरिने रहेछ। उनीहरूलाई त्यो अभिभावकहरूले पनि लोड ला अथवा केही होला, कतिजना चोटपटक लाग्ला भनेर नि राख्नु भएको त हो होइन। किनभने एउटा बच्चा जन्मिसकेपछि आमा बाबुलाई अवश्य त माया हुने स्वाभाविकै हो, तर अलिकति उहाँको माया गराइको तरिका फरक भएको हो। किनभने उहाँलाई जस्तो हेलेन केलर जस्तो, त्यसपछि गएर हाम्रो यहीँको पनि अब झमक घिमिरे होइन, त्यसपछि स्टेफन हकिङ जस्ता पनि त महान वैज्ञानिक त हुनुहुन्छ नि त होइन। उहाँहरूको बच्चा हुँदा त उहाँहरू अझै जटिल अवस्थाको पनि त हुन सक्नुहुन्छ नि त। तर कस्तो भन्दा उहाँहरूलाई त्यो उहाँहरूको जीवनी, उहाँहरूको कथा व्यथा अवस्थाको बारेमा थाहा भएन, त्यही भएर उहाँहरूले त्यो गर्नुभयो। त्यसको लागि के गर्न पर्छ र हामी त त्यही समाजसँग पस्न त म त जोडिन पर्छ है भन्ने चाहिँ त्यसरी आयो। अनि मैले चाहिँ कसो भन्दा म आफ्नो पेसामा त्यसरी यतातिर लागेँ कि। अनि अहिले चाहिँ म टिचर नभएर एउटा चाहिँ मार्गदर्शकको रूपमा पनि कहिलेकाहीँ आफूले सकेको गरेकै छु होइन। व्यक्ति कहिले ठाउँमा त म 24 घन्टा खटेर हुन्छ कि कसरी हुन्छ लागि परेर होइन गर्छु। उनी सङ्गीतमा रुचि राख्छन्, बाँसुरी बजाउँछन्। बाँसुरीका 6वटा पुवालहरू ब्रेल लिपि सिकाउनका लागि उनको लागि शैक्षिक सामग्री भएको छ। यो बाहेक अरू एकदमै सङ्गीतको पनि अलिकति चाहिँ साख हो। यो बाहेक त सङ्गीतमा पनि अलिअलि छु र यसमा चाहिँ अलिअलि सामान्य अब मादलहरू बाँसुरीहरू बजाउन चाहिँ आउँछ। अब बाँसुरी चाहिँ अहिले भर्खरै योबाटै म सिक्दैछु, अहिले पहिला अहिले व्यस्त भइयो, त्यस कारणले गर्दाखेरि बाँसुरीतिर अलिअलि केही धेरै त जान्दैन, तर त्यो पनि सिकाइकै अब यो उसमा चरणमा मुरली र मादल नै हजुरले सङ्गीतमा रोज्नुको कारण चाहिँ के होला? यस्तो मैले चाहिँ यो मादल कस्तो भन्दा मादल हाम्रो अब गाउँघरमा यसै पनि भजन पहिला हाम्रो गाउँमा आइतबारमा भजन कीर्तन लगाउने भन्ने हुन्थ्यो होइन। किनभने मान्छे अलिकति हुन्छ नि त तनाव हुने कामले यताउति गर्दाखेरि पहिला पहिल्यै त हाम्रो एक महिनामा लाउने थियो। अब पछि चाहिँ होइन, हामीलाई त बहुत राम्रो लाग्यो, घरमा एउटा तुलसीको माला हुने त्यो जप्ने। अनि आज एउटा आइतबार एउटाकोमा जप्यो भने अब अर्कोमा चाहिँ कसले लाने इच्छा छ अर्कोमा फेरि हामीले जप्छौँ क्या। अनि मादल सबैले बजाउन जान्ने, अनि त्यो डम्फु खैँजडी पनि बजाउन जान्ने थियो। त्यस्तो होइन, म त एउटा के भन्दाखेरि सिक्न पर्छ भन्ने पनि भयो। अनि यो फेरि हातको एक्सर्साइज पनि राम्रो हुने रहेछ कि त्यसले। किनभने कतिपय जस्तो हातको अपाङ्गता भयो, शारीरिक अपाङ्गता भएको, हातको समस्या भएका हुनुहुन्छ नि, उहाँलाई चाहिँ के भन्दाखेरि त्यो राम्रो हुने। मेरो चाहिँ यो सानैमा यो के भन्छ चुङ्गी खेल्दाखेरि हात भाँचेको पनि हो, अनि अलिअलि त्यो दुखिरहने, थेरापी गर्न पर्ने कि, त्यसरी चाहिँ यो गर्न पर्ने रहेछ भन्ने महसुस भयो। अनि त्यो चाहिँ अनि बाँसुरी पनि लगभग त्यही हो। त्यसमा फेरि बाँसुरीमा चाहिँ कस्तो भन्दाखेरि हाम्रो बेरेल लिपिमाको डट चाहिँ के भन्दा 1 2 3 4 5 6 हो। अनि त्यसमा हातका औँला पनि 1 2 3 4 5 6 नै हुँदो रहेछ त्यहाँबाट। अनि मैले फेरि के गरेँ भन्दाखेरि यो त पढाइमा पनि लगाउन सक्ने 1 2 3 4 5 6 भनेर। अनि त्यसरी चाहिँ गर्ने, अनि कस्तो मजा लाग्ने कि आफूले। अनि क पढे पनि 1 3 क भन्दा बाँसुरीमा पनि 1 3 क एउटा ध्वनि निस्किँदो रहेछ होइन। अनि 4 6 ख फेरि 4 6 ख एकातिर राख्दाखेरि फेरि अर्को ध्वनि निस्किँदो रहेछ कि। अनि त्यसबाट पनि मलाई सिकाउनु भनेपछि यो बालबालिकालाई सिकाउनु पनि अरू हामी यतिकै पढ त घोक त रट त भनिरहन भन्दा पनि ल अब बाँसुरीबाट आज केही सिक भाइ, कस्तो स्वर निस्क्यो, यो 1 3 कमा राखेको छु मैले, 4 6 खमा राखेको छु भन्न पनि मिल्दो रहेछ कि। त्यही भएर मैले चाहिँ त्यतातिर जोडेर सिकेको हो। पछिल्लो समयमा उनले विभिन्न दृष्टिविहीन संस्थाहरूको नेतृत्व समेत सम्हाले। समुदायका अधिकार, अवसर र सम्मानका लागि अग्रपङ्क्तिमा रहेर आवाज उठाए। उनलाई विश्वास थियो इमान्दारी र समर्पणले हरेक कामलाई सम्मानित बनाउँछ। त्यसैले शिक्षण पेसा सँगसँगै विभिन्न क्षेत्रमा आफ्नो योगदान जारी राखे। कस्तो भन्दाखेरि अहिले अब अपाङ्गताको क्षेत्रमा काम गरिरहँदाखेरि यसैमा अलि धेरै कुराहरू पनि जोडिँदा रहेछन् र त्यसैसँग एउटै कुराहरू अरूमा पनि लागू हुने रहेछ। समावेशिताका कुराहरू चाहे अब वैवाहिक कुरा चाहे दैनिक जीवन कुराहरू जस्तो श्रवण दृष्टिबिन र दृष्टिबिन अनि कति मान्छेको त हुन त बुझाइ एउटै हुन सक्छ,
तर दृष्टिबिन भनेको आँखाले नदेख्ने हो, श्रवण दृष्टिबिन भनेको कानले पनि नसुने र आँखाले पनि नदेख्ने हो है। अब यसमा चाहिँ दृष्टिबिनका कुराहरू श्रवण दृष्टिबिनसँग मिल्ने हुँदाखेरि मलाई चाहिँ कस्तो भन्दाखेरि श्रवण दृष्टिबिनको कुरा सिक्यो त श्रवण दृष्टिबिनको सिक्न त धेरै समय त लाग्दैन। दृष्टिविहीन व्यक्तिहरूले खेल्ने क्रिकेटमा समेत उनले उल्लेखनीय सफलता हासिल गरे। खेल मैदानमा उनले आफ्नो क्षमता प्रमाणित गरे र थुप्रै पुरस्कार र सम्मान प्राप्त गरे। आज उनको परिवार उनलाई देख्दा गर्वले छाती फुलाउँछ। आज उनको समाज उनलाई सम्मानका साथ हेर्छ। कुनै समय प्रश्न उठाइने परिवार आज प्रेरणाको उदाहरण बनेको छ। यहाँ भाइ बहिनीहरू यहाँ अध्ययन गर्ने स्रोत कक्षामा दृष्टिबिन स्रोत कक्षामा अध्ययन गर्ने भाइ बहिनीहरू चाहिँ उहाँहरू दिनभरि एक क्लासमा बस्नुहुन्छ कि उहाँहरूको अर्को क्लासमा पनि जानुहुन्छ, के छ सर? होइन, त्यो चाहिँ यस्तो छ, अब यो समावेशी शिक्षा भन्नुपर्छ यसलाई होइन। यो विद्यालयको चाहिँ अवलम्बन गरेको कुरा समावेशी शिक्षा चाहिँ अँगालेको छ। यसलाई चाहिँ कसो भन्दाखेरि अहिले हाम्रो चाहिँ यहाँ सबभन्दा नयाँ जो बालबालिकाहरू आउनुहुन्छ उहाँहरूलाई चाहिँ 90 मिनटको चाहिँ हामीले एउटा पिरियड गराएका छौँ सुरुमा। उहाँलाई ब्रेल लिपि अनेक कुराहरू अब हल्का व्यावहारिक ज्ञानहरू पनि थोरै त्यसैसँग जोडिने कारणले गर्दाखेरि थोरै समय लाग्छ। अलिकति थोरै माथि अब कक्षा 1-2 दिनदेखि माथि अथवा त्यसको अब सिकाइ स्तर कस्तो छ त्यो अनुसार चाहिँ अलिकति उहाँहरूलाई चाहिँ अब एकदमै अलिकति कमजोरी यतातिर कमजोरी छ भने फेरि पनि हामीले 90 मिनटमै राख्छौँ। नै भने चाहिँ अब हामीले उहाँहरूलाई चाहिँ 45 मिनटमै हामीले लगभग एक पिरियड लिएर उहाँहरूलाई सिकाइरहेका हुन्छौँ। चाहिँ कसरी सिक्नुभयो, कहिले सिक्नुभयो सर? म चाहिँ यस्तो मेरो चाहिँ अब समय पनि धेरै नै लाग्छ खास विस्तृत रूपमा बताउँदाखेरि। तर अहिले चाहिँ म बाई बर्थ नै टोटल ब्लाइन्ड नै हो। अब त्यसले गर्दाखेरि मेरो चाहिँ 14 वर्षको उमेरसम्म म टोटल ब्लाइन्ड नै थिएँ। पछि चाहिँ मेरो क्याट्रेक्ट मोतियाबिन्दु सर्जरी गरिसकेपछि म अलिकति देख्ने भएँ लोभिजनसम्म। तर कस्तो भन्दा रोगको बेलैमा पहिचान गर्न र भौगोलिक अवस्थाको कठिनाइले गर्दाखेरि हामी चाहिँ अलिक पहिले नै आँखाको मेरो चाहिँ उपचार गर्न सकेको भए मेरो अलि छिटो नै निकै हुन्थ्यो यो। तर अब अलिक ढिला भयो कि अपरेसन सर्जरी, त्यस कारणले गर्दाखेरि अलिक म चाहिँ मेरो आँखा अल्छी भइसकेपछि गर्दाखेरि अलिक कमै लोभिजन छु त्यो भन्नुपर्छ। र पहिले म यहाँ नै यही शान्ति नमुनामा पनि 6-7-8 म यहाँ पढेँ भने अब मेरो कक्षा नमुना बाल कक्षादेखि तपाईँको 5सम्म चाहिँ मैले भेलाइमा कपिल वस्तुको भेलाइ सिद्धार्थ उसमा स्मारक स्कुलमा पढेको। त्यहाँ पनि यस्तै नै स्रोत कक्षा चल्छ। त्यहाँ नै सिकेर म ब्रेलिपीमा चाहिँ यतिको चाहिँ भएको हो। कहिलेकाहीँ ईश्वरले केही मानिसहरूको आँखाबाट उज्यालो कम गरिदिन्छन्, सायद त्यसैले उनीहरूले आफ्नो भित्री उज्यालो संसारलाई देखाउन सकुन्। रामप्रसाद पौडेल त्यही उज्यालोको नाम हो। उनी प्रमाण हुन् कि कमजोरी कहिल्यै भाग्य हुँदैन, परिस्थिति कहिल्यै अन्तिम सत्य हुँदैन र सपना देख्नका लागि आँखाभन्दा ठुलो कुरा आत्मविश्वास हुन्छ। आमा बुवाले पहिला ढेक बढी हुने चलन त, र कागजको पैसा चाहिँ छामेरै चिन्थे कि 5 रुपियाँको नोट सानो हुने, 10 को अलि ठुलो, 20 को अलि ठुलो, 50 को अलि ठुलो, 100 को अलि ठुलो हुने के अरे। अनि त्यसपछि मैले चाहिँ पैसा चिन्दा यसले नदेख्ने भएर पनि पैसा पनि चिन्छ भन्ने थियो। अब म नदेख्ने टोटल ब्लाइन्ड भन्नाले पूर्ण दृष्टिबिन भन्ने कुरा त अघि नै जोडिसकेँ होइन। अब अहिले त यहाँ जोड्न परेन। तर मैले छामेरै त्यसको साइज आकार अनुसार अब 5 को चाहिँ यत्रो हुँदो रहेछ। अझ धेरै त त्यति बेला 1 को र 2 को नै धेरै प्रचलनमा थियो त्यो नोट। अनि 1 को त कस्तो छाम्दा बित्तिकै अब यसले चाहिँ पैसा ल चिन्छ है भनेर आफूभन्दा अलि अग्रज व्यक्तित्वहरूले चिनाउनुहुन्थ्यो। अनि जाँदाखेरि उहाँले ओहो होइन यो मान्छे कस्तो रहेछ है, अब पैसा पनि चिन्ने पनि। अनि बोलीबाट पनि अब हाम्रो त ध्यान केन्द्रित अन्त यताउति नहुने के अरे, कसैको बोली चिन्दा पनि होइन धेरै तीक्ष्ण बुद्धि भएको मान्छे भन्ने पनि भन्नुहुन्थ्यो कि। अब आज उनी केवल आफ्ना विद्यार्थीहरूको भविष्य निर्माण गरिरहेका छैनन्, उनी समाजलाई एउटा नयाँ दृष्टिकोण पनि सिकाइरहेका छन् कि अपाङ्गता शरीरमा हुन सक्छ तर इच्छा शक्तिमा कहिल्यै हुँदैन। अनि हाम्रो चाहिँ यो रोग चाहिँ जेनेटिक पनि हुन्छ। अनि जेनेटिकतिर गयो त्यसपछि अनि फेरि मसँग जसको माध्यमबाट सरे भनौँ न वंशतिर गयो, उहाँ चाहिँ एकजना आउनुभएको थियो हाम्रो घर एकजना पाहुनाको लागि, पाहुना बस्न। अनि उहाँ आइसकेपछि बाबुलाई किन यहाँ छोडेको, यहाँ घर किन राखेको, मैले मेरो बाबुलाई लगेर पढाएको छु, लगेर तुरुन्तै पढाउनु पर्छ भनेर गाली गर्नुभयो। त्यही पनि आमा रुनुभयो, तर भविष्य मेरो लागि भन्नुभयो होइन। उहाँहरूको अहिले त त्यो घरको लागि पनि भविष्य नै भयो।
अनि उहाँ आइसकेपछि फेरि अनि आमाले पनि अब मान्न त मान्नुभएको थिएन, टाढा कसरी लैजान दिउँ, कसरी छ भने चाहिँ बरु जे छ त्यही खान्छ, हामी जतिसम्म बाँच्छौँ त्यतिसम्म बचाउँछौँ यसलाई भन्ने जस्तो नि कुरा गर्नुभयो। जब इच्छाशक्ति जाग्छ त्यसबेला अन्धकारले उज्यालोलाई रोक्न सक्दैन, अवरोधले यात्रालाई रोक्न सक्दैन र कुनै पनि सीमाले सफलतालाई बाँध्न सक्दैन। अन्त कता देखाउन सकिन्छ, त्यसरी अन्त देखाएर हुन्छ कि उहाँहरूलाई सहजीकरण मैले गरेकै छु र गर्छु पनि। किनकि संसार बदल्ने मानिसहरू संसार हेरेर होइन, संसार बदल्ने सपना देखेर अघि बढ्छन्। सबैको चाहिँ यहीँ नजिकै त एउटै घरमा उपलब्ध नहुन सक्छ, अब भौतिक संरचनाका कुराहरू गर्दाखेरि कोही अलिक टाढा छन्, कोही नजिक भएकोले गर्दाखेरि। अनि उहाँ चाहिँ अहिले यहीँ बस्नुहुन्छ र खाजा खुवाउने अनि त्यसपछि गएर क्लासरुमसम्म पुर्याउने गर्न अलिकति सहज होस् भनेर उहाँहरू बस्नु भएको छ। अब धेरै जसो चाहिँ यहीँ हुनुहुन्छ, केही चाहिँ अब सकने चाहिँ आउनुहुन्न, तर उहाँहरू पनि धेरै समय अब धेरै कुरा सिकिसक्नु भएको छ, घरमा पनि सिकाइरहनु भएको छ। अब पछि चाहिँ उहाँहरू पनि आउनुहुन्न। त हाम्रो यो मतलब होइन कि अब आज कक्षा 1मा आउनुभयो, अब 10औं कक्षासम्म 12सम्म आउनुपर्छ, आउनुहुन्छ भन्ने होइन। त्यो माया ममताका कुराले अब आफ्नो सन्तानको उसले गर्दाखेरि आउने स्वाभाविक रह्यो होइन। विद्यालयमा आएर होइन, विद्यालयको आफ्नो छोराछोरीको सन्तानको अवस्था बुझ्नु त राम्रो एकदमै हो, तर रेगुलर बस्नै पर्दैन। अब पछि चाहिँ अहिले चाहिँ सानो भएको कारणले गर्दाखेरि अब आउनुहुन्छ। फेरि यसमा चाहिँ अब अपाङ्गताको कुरा गर्दा एकै प्रकृतिको अपाङ्गता भएका मात्रै पनि हुनुहुन्न, अन्य प्रकृतिका पनि त्यसमा मिसिएको भएको कारणले गर्दाखेरि अलिकति अब हामीलाई चाहिँ यो कस्तो भन्दा टिचरलाई पनि कतिपय कुराहरू अभिभावकसँग प्रत्यक्ष भेटघाट भएर त्यो कुरा पनि नगर्दासम्म उहाँको अवस्था थाहा नहुँदो रहेछ। यो केवल रामप्रसाद पौडेलको कथा होइन, यो सङ्घर्षमाथिको विजयको कथा हो, यो आशामाथिको विश्वासको कथा हो, यो मानव आत्माको अजेय शक्तिको कथा हो।